Which sons the daughter, and the worker. नमस्कार 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 नमस्कार. नमस्कार नमस्कार म कोपिला खतिवडा यस ज्ञानज्योति महिला माध्यमिक विद्यालयको संस्थापक प्रिन्सिपल। आजभन्दा करिब 20 वर्ष अगाडि विक्रम सम्वत 2062 साल भदौ 15 गते हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 7 स्थित यो चाबहिल मित्र पार्कमा यस ज्ञानज्योति महिला विद्यालयको स्थापना गरेका थियौं। सुरुको दिनको कुरा गर्दाखेरि पहिलो दिनमा हामीले 2 जना हामी पढाउने टिचरहरू र 2 जना विद्यार्थीहरू भएर स्कुलको सुरुवात गरेका थियौं। करिब 4-6 महिना भित्रैमा नै यहाँ हाम्रो विद्यालयमा चाहिँ 200 भन्दा बढी विद्यार्थी दिदीबहिनीहरू पुग्नु भयो र हामीले एउटा भवन नै लिएर सञ्चालन गर्ने अवस्था आयो र सरकारी नीति चाहिँ यहाँ नभएको कारणले गर्दाखेरि हामीले त्यतातिर पहल कदमी गर्यौं र केही समयपछि एउटा सानो निर्देशिका पनि तयार भयो र त्यो निर्देशिका अन्तर्गत रहेर हामीले यसलाई विद्यालयको रूप दिएर ज्ञानज्योति महिला विद्यालय नामाकरण गर्यौं र सरकारले चाहिँ यसलाई गृहिणी तथा कामकाजी महिलाहरूको लागि विद्यालय भनेर नामाकरण गरेको थियो। पछि यही गृहिणी तथा कामकाजी महिलाहरूका लागि शिक्षा भन्ने विद्यालय चाहिँ प्रौढ विद्यालयको रूपमा सरकारबाट नामाकरण गरियो र हाल आएर चाहिँ यो अनौपचारिक वैकल्पिक विद्यालयको रूपमा नामाकरण गरेर यो विद्यालय रहिरहेको छ। मैले यहाँ 19 वर्ष भयो पढाएको। मलाई यहाँ पढाउँदाखेरि चाहिँ एकदम खुसीको अनुभव हुन्छ, किनभनेदेखि जुन पढाइ छुटेका महिला दिदीबहिनीहरूलाई पढाउन पाउँदाखेरि मैले पनि उहाँहरूका लागि केही गर्ने अवसर पाएको हुँ र यो अवसरलाई चाहिँ मैले राम्ररी नजिकबाट उहाँहरूसँग घुलमिल भएर गर्दाखेरि महिलाहरूका समस्याहरू के छन् र महिलाहरूले कसरी अगाडि बढेका छन् र उनीहरूको जीवनीबाट आफू पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा मिलेको भएको कारणले गर्दा नि मलाई खुसी लाग्छ। यहाँ यो स्कुलमा अध्ययन गर्न आउने विद्यार्थीसँग पढाउँदा आफूलाई आत्मसन्तुष्टि भए जस्तो, सेवा गरेको जस्तो फिल हुन्छ, अनुभव हुन्छ र मलाई यहाँ पढाउँदाखेरि चाहिँ एकदम आनन्द हुने हुनाले चाहिँ म यहाँ पढाउन यो विद्यालय खोजी आएको थिएँ। सुरुमा म चाहिँ 24-25 वर्ष हुँदाखेरि यहाँ पढ्न आएँ। अब जस गाउँ समाजको अलिकति गर्ले गर्दाखेरि चाहिँ म पढ्न आएँ। मैले पढिसकेपछि अब घरमा के गरेर बस्ने भन्दाखेरि चाहिँ होइन, अनि यहाँ म्यामले चाहिँ यहीँ पढाउनु भन्नुभयो अनि यहाँ पढाउनु मैले सुरु गरेँ। नमस्कार. तपाईँको नाम अनि तपाईँ कुन लेभलमा पढ्दै हुनुहुन्छ? मेरो नाम पार्वती खतिवडा, लेभल 1। अनि कति उमेर पुग्नुभयो? उमेर 57। 57. अनि किन 57 हुँदाखेरि चाहिँ यहाँ पढ्न मन लागेको तपाईँलाई? मैले यस्तो पढ्ने ठाउँ भेटाएको थिइनँ पहिला, अनि पछि आएर चाहिँ मैले भेटाएँ। अनि पछि आएर भेटाउँदा पनि मलाई आउन मन लाग्यो। यसो बोर्ड पनि हेर्नलाई कोड हेर्न आउनुहुन्थ्यो, मान्छेलाई सोध्नु पर्थ्यो, सोध्दा सबैलाई मिल्दैन होला। अहिले चाहिँ बोर्ड पनि हेर्न सकिन्छ, कोड हेर्न सकिन्छ 1 वर्षमा। हामीले यसरी उमेर पुगेका चाहिँ दिदीबहिनीहरूलाई पढाउँदा सजिलो पनि छ, चुनौती पनि छ, दुवै किसिमको पाएका छौँ। र कस्तो छ भनेदेखि यहाँका चाहिँ समस्या भनेको चाहिँ यहाँका महिला दिदीबहिनीहरूले एकदम चाँडो बुझ्छन्, चाँडै बिर्सिन्छन्, भनेको छिटो बुझ्छन्, छिटो नै बिर्सिन्छन्। अलिअलि जोस आउने थिएन, आउनु थाल्यो, आउँछ, मजाले आयो, खुसी लाग्छ क्या। म्यामहरूले कस्तो मजाले सिकाउनुहुन्छ नि त, बुझाइ सिकाउनुहुन्छ। अब हाम्रो दिमागले नै टिक्दैन नि त, जाँदा जाँदै बिर्सिन्छु क्या कति कुरा त घर गएर बिर्सिन्छु नि। अनि सिकाइदिनु मान्छे छैन नि त, होमवर्क पनि हुन्छ त्यो धेरै हुन्छ। अनि सिकाइदिने छैन घरमा, अनि आफै मन ज्ञानले लियो, यहाँ देखायो, कुनै मिल्छ कुनै मिल्दैन, अनि त्यस्तै भइरहेछ। एबिसिडी क ख आउँथेन नि त, अहिले एबिसिडी मजाले आउँछ, सबै चिन्छु नि त मैले। पढाउन अलिक गाह्रै छ। अरू चाहिँ हाम्रो विद्यार्थी चाहिँ भोगेर आएका विद्यार्थी हुनाले खासै त्यस्तो अप्ठ्यारो चाहिँ छैन। एकचोटि दुईचोटि रिपिट गर्नुपर्छ, दोहोऱ्याउनु पर्छ अनि बुझ्छन्। एकदम परिवर्तन त्यसमा चाहिँ हामीले चाहिँ हातै समातेर उनीहरूलाई हात थरथर काम्ने पनि विद्यार्थीहरू आएका हुन्छन् र उनीहरूलाई चाहिँ हामीले हातै समातेर पेन्सिल समातेर अक्षर बनाउन सिकाएदेखि लिएर पछि ग्रेजुएसन गर्दासम्म उनीहरूको त्यो खुसी र हामीहरूको खुसीलाई जोड्दाखेरि एकदम आकाशै छुए जस्तै अनुभव हुन्छ हामीलाई पनि। म अहिले 10 कक्षामा पढ्दैछु।
अलिकति मेरो बन्धु दिदीबहिनीहरूसँग पढ्दा कस्तो लाग्छ? धेरै खुसी लाग्छ। उहाँहरूलाई धेरै कुरा बुझिन्छ, उहाँहरूसँग राम्रो राम्रो कुरा गर्नुहुन्छ, मिठो मिठो कुरा गर्नुहुन्छ। परिवारले त अब त्यति अब पढ त भन्दैन, त्यही पनि अब म चाहिँ आउँछु। मलाई चाहिँ एकदम जोस चाहिँ छ, पढेर यसो चाहिँ पास गरेर छोड्छु जसरी भए पनि। यिनीहरू पढेर अलिकति जे भए पनि राम्रो जागिर पाउँछु कि भनेर आशा छ। 20 वर्षको दौरानमा झन्डै 1000 भन्दा बढी विद्यार्थीहरूले चाहिँ एससी एसएलसी पास गरिसक्नु भएको छ भने 1500 भन्दा बढी विद्यार्थीहरू चाहिँ कक्षा 8 पास गर्नु भएको छ र झन्डै 5000 जति महिला दिदी बहिनीहरू चाहिँ यस विद्यालयबाट साक्षर भएर गइसक्नु भएको छ र अहिलेको अवस्थामा आइपुग्दाखेरि 296 जना महिला दिदी बहिनीहरू चाहिँ यहाँ विद्यालय आएर प्रत्यक्ष र अनलाइनबाट अप्रत्यक्ष रूपमा गरेर अध्यापन गरिराख्नु भएको छ। अब हामीले चाहिँ पहिला त्यो ब्ल्याकबोर्डहरूमा यस्तो साइन बोर्डहरू त्यस्तो हुन्छ नि, अनि अब गाडीमा जाँदाखेरि टेम्पोमा चढेर जाँदाखेरि त्यो नामहरू देख्थेँ नि, मलाई माङकान भनेर थाहा थिएन क्या त्यतिखेर। अनि त्यसरी ठ्याम्के यसो हेरेँ, अब त्यो अक्षर नचिनेपछि थाहा हुँदैन। अनि अहिले चाहिँ जे होस् त्यो ठाउँको नामहरू होइन माइक्रोमा पनि चाबी कता भनेर लेखा हुन्छ नि, त्यस्तोहरू ठाउँहरू चाहिँ म यसो पढेर सक्ने भएको छ। धेरै खुसी लाग्छ यो मेरो पढ्नु पाएको धेरै त्यो चाहिँ सानो मेरो बिहे गर्दा हो 14 वर्ष बिहे गरेको। अनि त्यसपछि 14 वर्ष बिहे गरेपछि त्यसपछि अब बच्चापछि हुर्क्यो, हुर्केपछि अनि त्यसपछि बुढो पनि बिक्री पर्ने र अनि त्यसपछि चाहिँ अनि अब काम गर्न थाल्यो नि त। काम गर्न थालेपछि त्यसमा चाहिँ पढाइ चाहियो। अनि पढाइ चाहिएपछि अब यो एउटा सामान किनिदिएर भनेको थियो मलाई, यति रुपियाँको सामान किने यति रुपियाँ फिर्ता हुन्छ भनेको थियो। अनि त्यो मलाई सामान किन्नलाई फिर्ता कति रुपियाँ आउँछ भने थाहा भएन। अनि यति पनि नआउने भनेर भनेपछि चाहिँ चाहिने रहेछ भने चाहिँ पछि थाहा भयो क्या। किन चाहिन्छ, यो मिटर हेर्नु पर्यो, मोबाइल हेर्नुलाई यो पठाऊ भन्नेलाई यताउति त अब बाबुहरू नानीहरू कता कता पुर्या हुन्छ। हामीलाई त्यो चाहिँ समस्याले नै म आइरहेको छु। त्यो पहिला त नानीले छोरीले पढ्दै थियो होइन, हामीले पनि त्यस्तै पढ्नु पर्ने रहेछ। एबिसिडी सुरुदेखि नै भएर केही सिक्छु होइन, सिकेर अलिअलि अब कतै गएपछि लेखेको हुन्छ नि बोर्डतिर, त्यस्तो चाहिँ हेर्न सक्छु भन्ने चाहिँ म पढ्छु भनेर। हाम्रो नेपाली समाज परापूर्वकालदेखि नै यो पितृसत्तात्मक मुलुक भएको कारणले र यहाँको जुन हाम्रो मान्यताहरू थिए, सामाजिक मान्यता, धार्मिक मान्यता, सांस्कृतिक मान्यता, त्यहाँ चाहिँ छोरीहरूलाई पढाउनु हुँदैन, छोरीहरूलाई पढायो भने चाहिँ अनिष्ट हुन्छ भन्ने हाम्रा धार्मिक मान्यताहरू, छोरीहरूलाई पढायो भने चाहिँ घर बिग्रिन्छ, परिवार बिग्रिन्छ, समाज बिग्रिन्छ भन्ने खालका हाम्रा सामाजिक मान्यताहरू को कारणले गर्दाखेरि चाहिँ धेरै भन्दा धेरै आमा दिदी बहिनीहरू शिक्षाबाट छुट्नु भएको थियो र सबैका लागि शिक्षा भन्ने अवधारणा त्यति बेला नेपाल सरकारले लिएको थियो र सबैका लागि शिक्षा भनिरहँदा कैयौं महिलाहरू चाहिँ शिक्षाबाट छुटेको कारणले गर्दा उहाँहरूलाई पनि समेट्न पर्छ भनेर हामीले यो शिक्षा चाहिँ यो विद्यालयलाई सुरुवात गरेका थियौं र त्यो हुँदाहुँदै अहिले चाहिँ पछि आएर फेरि आधारभूत तहको शिक्षा चाहिँ निशुल्क अनिवार्य तथा निशुल्क र माध्यमिक तहको निशुल्क शिक्षा भनेर आएको छ। त्यो निशुल्क शिक्षा पाउने अधिकारबाट वञ्चित कोही पनि हुँदैन भनेर हामीले यसलाई निरन्तरता दिइरहेका छौँ। हामीले शिक्षाबाट छुटेकाहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट औपचारिक शिक्षाको मूलधारमा समेटेर शिक्षित गराउँदै लगिरहेका छौँ। अनि त्यसपछि अब सामान्य हिसाब किताब बनाउन नजान्ने, त्यसपछि यो सामान्यको के हो यसको लेख्न पनि अब लेखेको हुन्छ नि त त्यहाँनिर, अनि त्यो लेख्न पढ्न पनि सामान्य नेपालीहरू पनि नजान्ने क्या, नजान्ने भएपछि त अब त्यो पढ्न त जसरी पनि पढ्ने रहेछ भनेर नि मैले कतिजनालाई चाहिँ यस्तो मेरो पढ्न पाएन हुन्थ्यो भनेर चाहिँ कतिजनाले सोध्थेँ मैले। सोद्धाखेरि चाहिँ एकजना दिदीले चाहिँ कुनै कुरामा एउटा त्यहाँनिर छ है स्कुल जाऊ भनेर, पशुपति कलेज पछाडि छ भनेर भन्नुभयो, यहाँ चाहिँ छ भनेर भन्नुभयो क्या। अब पशुपति कलेज त पछाडितिर सबैतिर खोजे टाइम पनि भेटेन। अनि नभेटाएपछि एक दिन चाहिँ होस् आफ्नो टाइम मिलाएर अनि यो भूकम्प यो के अरे उयो भूकम्प गएपछि चाहिँ अनि त्यसपछि मैले कति खोजेँ क्या, 2-3 दिन आएर खोजेँ अनि भेटाएन। अरूलाई चाहिँ अरू त्यो पसलको मान्छेलाई सोध्नु पर्यो भनेर पसलको मान्छेले सोधेपछि पसलको मान्छेले यो गल्ली छ त्यहाँ भित्र छिरेपछि त्यहाँ जानु भनेर। अनि कल्पना म्याम हुनुहुन्थ्यो, अनि कल्पना म्यामले आफूभन्दा सानो होला अब आफूभन्दा ठुलो होला, अब आफू चाहिँ नजान्ने हुन्छ होला, उनीहरू चाहिँ जान्ने हुन्छ होला भन्ने जस्तो लागेको थियो क्या मलाई चाहिँ। अब अहिले खुसी लागेपछि के जस्तो लागेको छैन, पढ्न खुसी लागेको झन् रमाइलो लागिरहेको छ।
अनि तपाईँले आफ्नो घरबार अनि पढाइ पनि कसरी सम्हाल्नुहुन्छ सँगै? म बिहान क्लास गर्छु अनि बच्चाहरू चाहिँ एउटा स्कुल आफ्नो ट्युसनमा जान्छन् अनि त्यसपछि आएर म चाहिँ काम यहाँबाट सकेर नि काममा जान्छु, कामबाट बेटर घर फर्किन्छु। मान्छेले ठाउँ पायो भनेदेखि अथवा उन्नति प्रगति गर्नको लागि अवसर प्राप्त गर्यो भने उसले चाहिँ अवश्य पनि आफ्नो जीवनलाई चाहिँ परिवर्तन गर्न रूपान्तरण गर्न सक्ने रहेछ भन्ने ज्वलन्त उदाहरण चाहिँ हाम्रो विद्यालयबाट एसएलसी अथवा एसई पास गरेर गएका दिदीबहिनीहरूले देखाइरहनु भएको छ। कसरी भने उहाँहरू विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरेर सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, सेना प्रहरी जस्ता ठाउँहरूमा पनि आफू चाहिँ एकदम स्थापित भएर बस्नु भएको छ भने एकाडेमिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा पनि डाक्टर, इन्जिनियर जस्तो उहाँहरूले चाहिँ पास गरेर काम गरिराख्नु भएको छ भने पिएचडी सम्म गर्ने दिदीबहिनीहरू चाहिँ हाम्रै विद्यालयमा हुनुहुन्छ। अहिले त्रिभुवन विश्वविद्यालयमा एकजना हाम्रो फुलमाया फुलुङले भाषा साहित्यमा पिएचडी गरिराख्नु भएको छ, जबकि उहाँ 18 वर्षको उमेरमा विद्यालयमा आएर अक्षर आरम्भ गर्नु भएको छ। यस्तै अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्ने पनि थुप्रै हाम्रो विद्यालय विद्यार्थीहरू हुनुहुन्छ, जसलाई एक दुईटा उदाहरण चाहिँ म यहाँहरू समक्ष राख्न सक्छु। जस्तो चरिमाया तामाङ, शान्ति तामाङ जस्ता दिदीबहिनीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो नामलाई चाहिँ सुरक्षित राख्न सफल हुनुभएको छ। हामी धार्मिक भ्रमण लान्छौँ, पिकनिक लान्छौँ अनि हाम्रो सिप पनि सिकाइन्छ। बिहान दिउँसै गरेर हामीले दिनमा एउटा क्लासलाई गरेर सिप पनि सिकाउँछौँ 2 पिरियड। म स्किलहरू सिकाउँछु अनि बेसिक लेभलमा चाहिँ पढाउँछु। यस्तो स्किलहरू सिपहरू सिकाउँदाखेरि चाहिँ कस्तो फाइदा हुँदो रहेछ? विद्यार्थीहरूसँग उनीहरूलाई नि आम्दानीको स्रोतहरू पनि बढ्न सक्छ होइन, उनीहरू आत्मनिर्भर पनि बन्न सक्छन्। चुरा हो सिकाउने अनि यस्तो पोतेको डिजाइनमा यस्तोबाट पोतेको डिजाइनहरू पढाइ सँगसँगै सिप पनि हुन्छ। यहाँ खुसी लाग्छ। मेरो बुवा मम्मीहरूसम्मको मान्छेहरू पनि पढ्नुहुन्छ, उहाँहरूसँग बस्दाखेरि धेरै रमाइलो लाग्छ। मलाई पनि अब मैले इन्टर सकेर त्यत्तिकै पढाएर त्यत्तिकै छोडेको थिएँ अनि अब के पढ्नु र जस्तो लाग्थ्यो कि, अनि अहिले चाहिँ कस्तो पढौँ लाग्छ आफूलाई। उहाँहरू पढेको देख्दाखेरि उमेरले छेक्दैन रहेछ। र एउटा कुरा चाहिँ मलाई के भन्न मन लाग्छ भने महिला शिक्षित हुनु भनेको एउटा परिवार शिक्षित हुनु हो, त्यो त छँदैछ। र मैले चाहिँ महिला शिक्षित हुनु भनेको चाहिँ एउटा व्यक्ति अथवा परिवार मात्र शिक्षित हुनु होइन, महिला शिक्षित हुनु भनेको चाहिँ एउटा पुरा पुस्ता नै शिक्षित हुनु हो। र छोरीलाई शिक्षा दिनु भनेको चाहिँ एकदमै पवित्र काम हो। छोरी शिक्षित भइन् भनेदेखि चाहिँ उनले आफ्नो जीवनलाई समाजमा एकदम प्रतिष्ठित बनाएर स्थापित गरेर बाँच्न सक्छिन्। उनलाई चाहिँ कसैको पनि आवश्यकता पर्दैन। र दाइजो दिएर छोरीलाई अन्माउनु भन्दा शिक्षा दिएर एउटा हातमा सर्टिफिकेट र अर्को हातमा सिप दिएर अन्माउनु चाहिँ त्यो पुण्य कर्म हुन्छ। जस्तो महिलाहरू घरमा नबसौँ, त्यो मोबाइल मात्र नहेरौँ, जाउँ पढाइ पहिला पढ्नै पर्ने रहेछ। त्यो मोबाइल हेर्न पनि पढ्नै पर्यो त, अर्को यति झिक्दियो उति झिक्दियो भन्नु पर्यो नि त। मैले यसो अलिकति निकाल्न सकिन्छ। अब चाहिँ जो जति दिदीबहिनीहरू हुनुहुन्छ शिक्षाबाट कोही पनि वञ्चित नहुनुहोस् र उमेरले शिक्षा हासिल गर्नको लागि रोकछेक गर्दैन, समयले पनि रोक्दैन। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै इच्छा शक्ति भयो भने जहाँ जसरी जे गरेर पनि शिक्षा लिन सकिन्छ र आफ्नो शैक्षिक योग्यता वृद्धि गर्नुको साथै आफूलाई चाहिँ समाजमा एकदम प्रतिष्ठित बनाएर स्थापित गर्नुको साथै आफ्नो जीवन चाहिँ पूर्ण रूपमा रूपान्तरण गर्न सकिन्छ। धन्यवाद, नमस्कार। धन्यवाद।